ल वेलकम ब्याक टु अनदर एपिसोड यो एपिसोड 2 है Episode 2 of Mic Drift Podcast. Welcome to you guys. माइक ट्रिप रियल इन्ट्रोड्युस त यताबाट हुनुपर्ने कि यो गाइस भर्खरै पब्लिस भयो एपिसोड 1 चाहिँ अनि एपिसोड 2 चाहिँ खिचिहालेको अहिले हेरेर कमेन्ट गरिदिनु होला. के लास्ट विक हो हामीले खिचेको लास्ट विक हो. लास्ट विक है अँ. ओके खिच्न त धेरै खिचेको छ. खिच्न त हामीले ए अर्को नि खिच्यो नि त होइन त्यसपछि त त्यो त बिर्सिरह मैले अनि त्यसको चाहिँ अब अलिकति क्यामेरामा चाहिँ प्रब्लम भएछ. त्यही पनि ठिकै छ. गुड प्र्याक्टिस प्र्याक्टिस हुँदैछ. गुड प्र्याक्टिस यहाँ अब लाइटिङहरू पनि अलिअलि चेन्ज हुँदैछ. यो अलिकति उता सर्यो. यो एड भएको छ. यस्तो सेटअपमा पोडकास्ट गर्न पाउँदाखेरि या गर्दाखेरि कस्तो एक्सपिरियन्स भइरहेको विकल्पको म त फुल्ली नर्भस छु रहेछ यो सेटअप हेर्दै नर्भस छु आउने गेस्टहरूलाई कतिको कम्फर्टेबल हुन्छ कुनै खै होइन क्या यस्तो नर्भस हुनु भएन नि यार क्या नि साह्रो पब्लिक स्पिकिङ मान्छे होइन नि त नर्भस पब्लिक त छैन हो पब्लिक छ नि त्यहाँ बिहाइन्ड द सिनहरू पनि अनि एक हप्ताको अन्तरालमा के भयो त नि लाइफमा हङकङमा व्यापारमा सुरु ल के भयो त ए के भयो वान विक ए दाइ त जानुभयो थियो नि होइन मिस हङकङ मिस हङकङ नेपाल निकै पोस्टहरू देखेको नेपाल प्रमोसन एक्सपोमा गयो. धेरै भयो है एक हप्तामा एक हप्तामा धेरै चिज भयो नि. त्यही त। नेपाल प्रमोसन एक्सपो गयो. अनि त्यसपछि अर्को नेक्स्ट डे मिस नेपाल हङकङ इन्टरनेसनल त्यहाँ गयो. प्रोमो एक्सपोमा चाहिँ त्यो हाम्रो साथी बियर भन्ने छ नि त्यो नेपालीले नै ब्रु गर्छ कि त्यो चाहिँ अलिकति जुस टाइपको छ तर खाँदा रमाइलो हुने कि बियर साथी बियर भन्ने सुनेको थियो. मैले सुनेको थिएँ ट्राई चाहिँ गरेको थिएन त्यो खायो. अनि यताउति गर्दाखेरि एकजना साथीको बर्थडे रहेछ त्यो चाहिँ अल्झिएपछि त त्यही त हो त नि. के भएको थियो त नेपाल एक्सपोमा म चाहिँ मेरो कामले गर्दाखेरि चाहिँ जानु पाएन. त्यही त तिमी किन आएन भनेर त्यहाँ खोजिरहेको थियौ. होइन म चाहिँ अब एएफएफमा बिजी भएँ त्यसपछि अनि यताको सब ब्याकलग थियो कि कामहरू चाहिँ त्यही भएर दुइटै इभेन्ट मिस गरेँ. तर के भयो नेपाल एक्सपो चाहिँ कस्तो लाग्यो हजुरलाई के थियो हाइलाइटहरू. नेपाल एक्सपो चाहिँ अब खासमा 70th हुन्छ नि 70औँ नेपाल चाइना रिलेसनको अवसरमा अर्गनाइज गरेको हो होइन गरेको कन्सुलेटले गरेको रहेछ. अनि त्यसमा चाहिँ मिगल्फ पनि एज अ पार्ट अफ नेपाल प्रमोसन गर्नलाई त त्यहाँको टुर नै जोडिएर आउँछ होइन. नेपाल भिजिट नेपाल प्रमोसन त्यो हिसाबले इन्भल्भ भएको. अलिकति रस थियो. म चाहिँ अलिकति ढिलो भयो कि. अनि मैले चाहिँ हाम्रो अफिसको बहिनीहरूलाई पनि लगेको थिएँ. अनि उनीहरू नआउँदै म स्टलमा अल्झेर बस्नु पऱ्यो. खाली छोड्नु त भएन नि त. त्यसले गर्दाखेरि चाहिँ अगाडितिर के भयो त्यहाँ दिपमालाले रन गरेको थियो. अलिकति डाइनामिक भएको थियो पहिलाभन्दा. अलिकति यताउति त्यो होस्टले चाहिँ एउटा जिम्मा लिएपछि होइन त्यहाँ अलिकति रनडाउनहरू एभ्री इयर हो र यो नेपाल प्रमोसन एक्सपो भनेर चाहिँ फर्स्ट टाइम हो यो त. हुन त अगाडि नै गरे हो होइन. अगाडितिरको 2-4वटामा त खै म त इन्भल्भ थिएन. इन्भाइटी ओन्ली अरे. इन्भाइटी ओन्ली भएपछि म 2-3वटामा चाहिँ मिस भएँ. त्यसपछि नेसनल डे त्यस्तो बिग इभेन्ट मध्येमा चाहिँ वान अफ द नेसनल डे सेलिब्रेसन हुन्छ. अनि यो एक्सपो तर इन्भाइटी ओन्ली भन्नुहुन्छ के अरे लाइक कन्सुलेटबाट. के प्रोडक्टहरू हुन्छ त्यहाँ यसपालि चाहिँ अब खानापिनाहरू थियो. अनि त्यसमा चाहिँ अब हाम्रो फिनेको स्टल पनि थियो. त्यो एएफएफको क्यारी अन त्यो हुन्छ नि. अनि त्यसपछि नेप्चा अनि भिका भन्ने फिनटेक उस थियो. अनि मिगल्फा अनि सयपत्री भनेको नेपाली प्रोडक्टहरू स्पेसली लिक्विडहरू थियो त्यहाँ. अनि त्यसपछि कोरा सेन्स अनि त्यसपछि ह्यान्डिक्राफ्ट
ह्यान्डिक्राफ्टहरू थियो अनि खाना थियो चिया थियो मुस्ताङ थकालीको मैले त्यो एकजना दिदीको पोस्टमा देखिरहेको थिएँ हाम्रो मुस्ताङ थकालीको चिया चाहिँ मिस्टर ड्यानी दाईसँग एउटा स्टोरी देखेको थिएँ मैले त्यसमा तर मैले चाहिँ यसो हेरेको त्यहाँ फरेनहरू चाहिँ हुन्छ नि नेपाली बाहेक अरू चाहिँ अलिकति कम देखे जस्तो लाग्यो सायद नेसनल डेमा चाहिँ अलिकति बढी देखेकोले गर्दाखेरि चाहिँ कम्पेयर गरेँ कि मैले अनि नेपाली कम नेपाली धेरै नेपाली धेरै है विदेशी कम त्यो हिसाबले गर्दाखेरि चाहिँ अझै बढी विदेशी पार्टिसिपेट भएको भए चाहिँ अलिक अझै बढी हुन्थ्यो होला राम्रो हुन्थ्यो होला इम्प्याक्टफुल हुन्थ्यो त्यही त अझ त्यो ब्रेक थ्रु गर्नै सक्यो छैन जस्तो लाग्छ है मलाई जे लाइक नेपाली इन्टरनल उसमै होइन त्यो अब इन प्योरली फर नेपाल प्रमोसन भनेर अलिकति लङ टर्म प्लान गरेर गऱ्यो भने चाहिँ हुन्छ होइन अब उहाँहरूको के होला नि त अब बजेट सजेट होला के होला अनि त्यसमा चाहिँ नेपाल प्रमोसन हालेपछि चाहिँ राम्रो देखिन्छ भन्ने होला त्यसले गर्दाखेरि चाहिँ ठिकै मेन अब प्रमोसन भनेको नि अब सोसियल मिडिया है अब खै सोसियल मिडियामा त खै केही अप टु डेटै देखेन त होइन त्यसको त पब्लिसै भएको थिएन केही छैन त्यसलाई ब्यानरहरू जो मेम्बर छ तिनीहरू गर्छ आफैहरू मात्रै छ नि त त्यसमा इन्भाइटी ओन्ली गरेर चाहिँ अलिकति अब इन्भाइटी ओन्ली अब बजेट कन्स्ट्रेन्ट नै होला प्याक्स नम्बर अफ बजेट चाहिँ कहाँबाट आउँछ त यो गर्नको लागि अब गभर्मेन्टबाटै होला नि त्यो त यो पर्सनली होइन अनि मलाई चाहिँ त्यो मैले रिपोस्ट गरेको थिएँ क्या त्यो पोस्ट के अरे नेपाल एक्सपोको मेरो स्टोरीमा अनि मेरो एउटा चाइनिज साथीले चाहिँ उसलाई हल्का डिप्लोमेसीमा पनि इन्ट्रेस्टेड अनि नेपालको चाइना रिलेसन भनेपछि हल्का उसलाई क्युरियस भएर चाहिँ मलाई सोधेको थियो कि जान म चाहिँ इन्ट्रेस्ट छु अनि मेरो ग्रुप पनि छ 4-5 जनाको हामी चाहिँ आउन पाउँछ कि पाउँदैन भनेको थियो अनि तर पछि चाहिँ थाहा भयो कि इन्भाइटी ओन्ली मात्र रहेछ भनेर सो आई मिन जुन अलि बाहिरको उसलाई छ नि इन्ट्रेस्टेड मान्छे आउनु पाएन त्यो त्यस्तो कुराहरू सानो कुराहरू मेबी अब अलिअलि फिडब्याक त अहिले नै भइरहेको छ के अरे अब हामीले पनि देखेको सजेसन दिने हो अनि नेपालै प्रमोसन गर्नलाई चाहिँ ओपन इभेन्ट नै गर्नुपर्ने हुन्छ जस्तो लाग्छ ठिक छ एनिवे नहुनु भन्दाखेरि चाहिँ हुनु ठिक छ गएको सालहरू भन्दाखेरि अलिकति इम्प्रुभमेन्टहरू अवश्य छ अलिकति इम्प्रुभमेन्टहरू चाहिँ छ तर पहिला पनि इन्भाइटी ओन्ली हुन्थ्यो अब म एज अ ट्राभल टुरिज्ममा लागेको नेपाल प्रमोसन गर्ने त मेरो वान अफ द जन्मभूमि कर्मभूमि भने जस्तो त्यो जुन मेन सेक्टर छ नि त्यो त मेरो पार्ट थियो के अरे तर म पनि डाइरेक्टली इन्भल्भ भएको त यसपालि मात्रै हो ओके इन्ट्रेस्टिङ सेकेन्ड अनि हाम्रो के भयो हाम्रो मिस नेपाल हङकङ इन्टरनेसनल मिस नेपाल हङकङ इन्टरनेसनल पनि इन्भाइटी ओन्ली इभेन्ट हो त्यो पनि इन्भाइट ओन्ली मात्रै हो कति मान्छेहरू टन्नै थियो मान्छेहरू चाहिँ त्यहाँ 1 2 3 4 5 6 10 60 70 प्लस होला 70 प्लस हुनुपर्ने किनभने एउटा टेबलको हिसाबमा चाहिँ नर्मल्ली एउटा टेबल राउन्ड टेबलमा 10 जना हुन्छ नि त अराउन्ड 50 देखि 70 को वरिपरि नै होला अब अर्गनाइजर टिम नै हुन्छ त्यहाँ धेरै अब त्यसले गर्दाखेरि त्यो चाहिँ खासमा कन्टेस्ट भन्दाखेरि नि क्राउनिङ इभेन्ट हो कि क्राउनिङ कि के भन्छ अरे क्राउनिङ इभेन्ट कोरोनेसन इभेन्ट हो क्राउनिङ दुइटै क्राउनिङ नै भन्छ कोरोनेसन नै एउटै नमिले जस्तो भयो कि आफैलाई त्यो पनि इभेन्ट राम्रो भएको थियो अब दिपमालालाई कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन मिस दिपमाला अनि एउटा चाहिँ के अरे हाम्रो महावीर पुनले हुन्छ नि वी होप सी विल समथिङ के हुन्छ नि होप भनेको चाहिँ आश अरे कि नेपालीले चाहिँ धेरै आश गर्छ अरे कि त्यही भएर चाहिँ धेरै आश छैन वी ट्रस्ट यु के पहिलोचोटि हेर हङकङबाट यसरी मिस नेपालको लागि यो चाहिँ खासमा कन्टिन्यू इयरली हुने इभेन्ट हो होइन मिस नेपाल हङकङ सोसाइटी भन्ने छ एउटा अनि अहिलेको अर्गनाइजर लिडर भनौँ मनिष भनौँ न मनिष पनि इन्भल्भ थियो अहिले खै के एरेन्जमेन्ट के हो थाहा भएन तर हिडन ट्रेजर नेपाल मिस नेपाल अर्गनाइजरले चाहिँ अहिलेको नयाँ टिमसँग कोलाबोरेसन गरिसकेपछि
सायद मेबी ओल्ड पुरानो संस्थाले चाहिँ अब त्यो लेभलको क्वालिटी मिट गर्न सकेन कि अब टाइमली हुन्छ नि इयरले अर्गनाइज गर्न सकेनन् कि त्यो त्यस्तै त्यस्तै चिजहरू होला सायद मिक्स मार्क्स हुँदै अब अहिले चाहिँ फर्स्ट इभर भन्छ नि फर्स्ट इभर चाहिँ के हो भने पहिला चाहिँ मिस नेपाल हङकङ भन्ने थियो होइन मिस नेपाल हङकङ भनेर चाहिँ अर्गनाइज हुन्थ्यो भने अहिले चाहिँ मिस नेपाल हङकङ इन्टरनेसनल अरे इन्टरनेसनल थप्यो इन्टरनेसनल थप्यो ओके नाइस 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 अनि त्यसमा चाहिँ अब हाम्रै ट्यालेन्टेड बहिनी के अरे के भन्छ कोरोनेटेड एपोइन्टेड रिप्रेजेन्टेड के भन्छ भएको छ अनि त्यसले गर्दाखेरि चाहिँ अबको मिस नेपालको हङकङको रिप्रेजेन्टेसन भएर ऊ जान्छ राइट नाइस फ्रम हङकङ होइन पहिला पनि एकजना नम्रता गुरुङ भन्ने गएको थियो कि मिस नेपालमै होला हङकङबाट उसले चाहिँ अनि मिस ट्यालेन्ट भन्ने जितेर आउनुभएको थियो कि योभन्दा अगाडि नि गएको थियो नि अन्जना पुन त्यतिखेर त तिमी कोर टिममै थियौ त अन्जना पुन पनि गयो राइट 23 भयो 24 25मा त्यो भएन के भयो अब सायद त्यो कन्टिन्युटी होइन त्यो टिम वर्क नमिले पनि त्यो डिस्कन्टिन्यू हुन भन्दाखेरि चाहिँ अहिले चाहिँ सेलेक्टेड मध्येमा चाहिँ एउटा त्यस्तो खालको ठिक छ अनि त्यस्तो भयो नि त अनि एक हप्ता नि एकदम धेरै लामो जस्तो हो नि त्यसपछि पार्टीहरू पनि जानुभयो पार्टी इभेन्टहरू त्यसपछि चाहिँ अघिल्लो दिनको एक्सपोले चाहिँ म अलिकति टाउको समाउँदै गएको थिएँ हल्का यता डिस्टर्ब परेर क्या भइगयो नि भइगयो पुरै होइन ब्याक टु ब्याक भएपछि अनि त्यसपछि सिधै हामी इन्लोङ जाने हामी 4-5 जना थियौँ अनि सबैलाई उबरमा हाल्यो तपाईँ इन्लोङ ओके लेट्स गो बाई उबर भनेर चाहिँ गयो घर गयो अनि टाइमले सुत्यो आइज अनि के छ अनि भोलि त तिम्रो टकला म्याक्सको ओपनिङ पो हो त यस ओपनिङ राइट सेकेन्ड ब्रान्च म चाहिँ त्यही बिजी भइरहेको छु सो अल दिस सोसल एक्टिभिटिज चाहिँ एटेन्ड गर्न पाएको छैन सो जो रिसाउनु पर्छ नरिसाइदिनु होला होइन रिसाउन पायो तर म चाहिँ आफ्नै काममा बिजी भइरहेको छु काम त इम्पोर्टेन्ट हो काम फेरि त्यो एएफएफमा नि धेरै ब्याकलग भयो कि अलमोस्ट एकदमै हेभिली इन्भल्भ थियो नि त लिड गरिरहेको थियो नि त त्यो कारणले नि अलि कामहरू ब्याकलग भयो अनि त्यही क्याचअप गर्दाखेरि चाहिँ अब सोसल एक्टिभिटिज अहिले एकछिनको लागि पज के छ त यो तिम्रो सेकेन्ड ब्रान्च हो सेकेन्ड ब्रान्च अब फर्स्ट त चिम्सा चाहिँ होइन फर्स्ट चिम्सा चाहिँ रेस्टुरेन्ट त्यो पनि दामी छ अनि अहिले चाहिँ कजवेको पनि दामी छ जानु भयो नि त कजवे पनि दामी छ तर गइसक्नु भयो अस्ति कजवेमा अनि जोडेर फिनेमै आउँछ कि कुरो त्यो एसियन फाइनेन्सियल फोरम पछि चाहिँ बेलुका आफ्टर आवर सोसल के हो आफ्टर आवर सोसल्स भन्ने चाहिँ इभेन्ट गराएको थियो अनि किनकि अब त्यो ठ्याक्क सिद्धेपछि इभेन्ट चाहिँ वान्जाईमा थियो अनि वान्जाई र कजवे नजिक छ नि त अनि त्यसपछि होइन त्यति बेला ग्रान्ड ओपनिङ हाम्रो सफ्ट ओपनिङ चलिरहेको थियो भनौँ न त्यही भएर म पनि त्यति कन्फिडेन्ट थिएन कि त्यहाँ गर्ने कि नगर्ने भने तर होइन लाइक गरौँ भन्ने कुरा भयो अनि सो या लेट्स डु इट भनेर सफ्ट ओपनिङमै इभेन्ट गऱ्यो एन्ड इट वाज क्वाइट सक्सेसफुल राम्रै भयो त्यो दिन हो कि म सिङ्गापुरबाट आएको ब्याग लिएर आउनुभएको थियो त लगेज लिएर आएको होइन यस्तो हो कि अब आउँछु भनिहाल्यो किनभने मलाई एएफएफमा जाने यस्तो इन्ट्रेस्टेड थियो क्या म किनभने अब लास्ट इयर नि हामी फिने एज अ टिम गएको होइन यसपालि त झन् कन्सुलेटको बुथमा नेपाल रिप्रेजेन्ट गरेर फिनेले धेरै कुराहरू लिड गरेको अनि त्यो त अनि यस्तो जानु मन थियो अनि रेजिस्ट्रेसन यस्तो हेर्छु है अनि हुन्छ नि अब त्यहाँ अब कस्तो भयो भने लास्ट मोमेन्टमा एसकेटिडिसीले चाहिँ कम्प्लिमेन्ट्री इन्ट्री फुल पास मलाई हुन पहिलाको रेकर्ड हेरेर होला पहिला हामीले रेजिस्टर गरेको थियो नि त त्यो मध्येमा अनि त्यसपछि ओके म सिङ्गापुर थिएँ क्या त्यतिखेर आयो नि त
मेरो आफ्नै पास आयो नि त भने अझै सोइनाले मलाई भन्दाखेरि नि मसँग पास छ म आउँछु भने अझ समथिङ के भन्ने थियो होइन अनि रेजिस्ट्रेसन गर्नु खोजेको त त्यो अनलाइन रेजिस्ट्रेसन चाहिँ क्लोज भइसकेको रहेछ कि कति रहेछ त फी चाहिँ फी त $1400 $1400 $10,000 $10,000 जस्तो भयो। $10,000 हो नि त एएफएफ त अनि ग्रान्ड बिग इभेन्ट हो नि त त्यसमा हामी जानु पाउनु नै यस्तो उसो के एउटा अपर्च्युनिटी हो होइन बिग अपर्च्युनिटी हो बिग अपर्च्युनिटी त्यहाँ बिग प्लेयर्सहरू नै आउँछ मिनिस्टरहरूदेखि लिएर होइन के अरे ग्लोबल इन्भेस्टर ब्याङ्कर्सहरू बिगै हुन्छ। त्यो सुरुमा लास्ट टाइम तिमी गएको फर्स्टमा मेरो चाहिँ यो 3rd इयर भयो चाहिँ फर्स्ट इयर चाहिँ हाम्रो कृष्ण पाण्डे दाई उहाँले चाहिँ त्यो ग्रुपमा चाहिँ सेयर गर्नुभएको थियो नि त अनि के अरे त्यसको फनी स्टोरी छ क्या खासमा खास मेरो एउटा इन्डियन साथीले जस लन्चको लागि जस लन्च मिटिङ थियो हाम्रो अनि उसले चाहिँ के भन्यो भने ओके एउटा इभेन्ट छ आज दिउँसो बिग इभेन्ट हो जानु मन छ यो फाइनेन्सियल रिलेटेड हो भन्यो होइन अनि ओके जाऊँ न त म फ्री नै छु दिउँसो भनेर अनि त्यो वान्जा एक्जिबिसन हलमा गयो अनि वान्जा एक्जिबिसन हलमा जाने बेला चाहिँ उसले टिकटै पाएन क्या या उसको टिकट त्यो क्युआरले काम गरेन क्या अनि मलाई त्यति बेला बल्ल याद आयो कि होइन त्यो टिकट फ्री पास भनेर चाहिँ हाम्रो त्यो फिनेको ग्रुपमा कता कता मैले देखेको जस्तो याद आयो कि त्यति बेला हाम्रो कृष्ण दाईले चाहिँ सेयर गरेको जस्तो याद आयो अनि ठ्याक्क अनि मलाई ओके यो इभेन्ट त त्यही नै होला भनेर अनि फेरि त्यही बेला मैले कल हानिहालेँ अनि उहाँले उठाउनु भयो अनि त्यही हुनुहुँदो रहेछ कि म यहीँ छु ल होइन मसँग पासेस पनि छ भनेर ठ्याक्क बाहिर आउनुभयो अनि रेजिस्ट्रेसन गरेर चाहिँ अनि ओके लाइक द्याट्स हाउ आई गट इन्टु एएफएफ फर्स्टमा चाहिँ सुरुमा साथीले लग्यो उल्टै मैले जान्न पाएन होइन उल्टै झन् उसलाई टिकट दियो कि मेरो थ्रु के सो त्यसरी भएको थियो अनि लास्ट टाइम त हामीसँगै नै थियो लास्ट टाइम पनि खल्ती नेपालबाट खल्तीको टिम आएकोले गर्दाखेरि चाहिँ उनीहरूको थ्रुबाट चाहिँ पास लिमिटेड नम्बर पास हुँदो रहेछ उनीहरू पनि त्यो हुन्छ नि पिच के हुन्छ त त्यो त्यसले गर्दा त्यसरी भएको अनि त्यसपछि चाहिँ अब हामी गइन्छ रेगुलर अन्टिल फर्सिएबल फ्युचर विल बी है तर वाइल्ड एक्सपेन्सिभ रहेछ नि त 10K एसकेडी भनेको त होइन त्यो चाहिँ मैले इभेन्ट हेरिरहेको थिएँ त्यो भइरहेको थियो यताउति भइरहेको थियो अनि यसो हेर्छु कतिजना जस्तो नेप्लिजहरू थियो राजा त्यसमा त होइन युएसदेखि पनि आएको थियो के अरे स्टार्टअप पिच गर्नको लागि चाहिँ त्यहाँ होइन फन्डिङको 500,000 USD 500,000 को लागि अनि पिच पनि गर्नुभयो जस राम्रो एउटा कनेक्सन भयो अनि त्यस नेपाली पनि त्यो ग्लोबल स्टेजमा हेर्न पाउँदाखेरि चाहिँ क्या एउटा आफूलाई नि हुन्छ नि प्राउड पनि फिल भयो अनि एट द सेम टाइम इन्सपायरिङ पनि ओके लाइक उहाँले गरिरहेको देख्दाखेरि नेपालीले चाहिँ त्यो स्टेजमा होइन फन्ड रेज पिचिङहरू होइन गरे लाइक हामीले सबैले हेरेको थियौँ क्या पिच पनि त्यो 2 मिनटको पिच राउन्ड अनि इन्भेस्टरहरूको अगाडि होइन अनि लाइक अनि उहाँहरूले चाहिँ फेरि के नि भन्नुभयो भने ओके हामीले नेपाली मार्केटको लागि हो हामी नेपालबाटै आएको होइन यो आइडिया चाहिँ यसरी हो भनेर पिच गर्दाखेरि एउटा अर्कै प्राउड चाहिँ फिल भएको थियो त्यो मोमेन्टमा अनि जस्ट या तर यो जस्ट हङकङमा चाहिँ लाइक यस्तो इभेन्टहरू अहिले धेरै नै पुस भइरहेको नि त होइन अब यो फाइनेन्सियल फोरम भयो फेरि लाइक कन्सेन्सस आइरहेको फेरि क्रिप्टोको होइन जस्ट अहिले चाहिँ यो इयर चाहिँ प्याक जस्तो छ क्या स्केड्युलै फेरि रिएन्ट्री हानिरहेको छ हङकङले भनौँ न इभेन्टमा नेक्स्ट इयर त पिज हान्नुलाई अहिलेदेखि नै म त माइन्ड मेकअप गरिरहेको छु होइन साँच्चै एएफएफमा चाहिँ होइन ग्लोबल स्केलमा अब कता हुन्छ आइडिया सेयर गर्ने त होइन त्यो एकदम सही हो कि अब जस्तै अब हाम्रो यत्रो प्लेटफर्म छ यो ठाउँमा आएछ देन वाइ नट होइन वाइ नट के होइन यत्रो एक्सेस छ होइन अब जस्तै अपर्च्युनिटी खोज्दै आएको नि त जे भए पनि होइन लाइक वेयर इन हङकङ मलाई चाहिँ त्यो चाहिँ लाइक द्याट्स वाट आई बिलिभ इन
होइन लाइक प्लेटफर्म छ भने वाइ नट होइन यसपालि म जान पाएन तर नेक्स्ट इयर चाहिँ म विथ पिच विथ म सेलेक्ट हुन्छु जस्तो मलाई लाग्छ गुड लक दाइ गुड लक अथवा म नभए पनि सम वान कसैलाई चाहिँ हामीले पुस चाहिँ गर्नुपर्ने हुन्छ हामीले रेगुलर कन्टिन्युस चाहिँ रिप्रेजेन्टेसन चाहिँ गरिराख्नु पऱ्यो हामीले ट्राई गरिराख्नु पऱ्यो कि ट्राई गरे पो त अनि थाहा हुन्छ त हामीले त्यो लेभलको इन्भेस्टरहरू अब भिसीहरू पीहरू त्यो लेभलमा हामी छिर्ने त्यस्तै त्यस्तै ठाउँबाट त हो होइन त्यसले गर्दाखेरि चाहिँ त्यो त्यतिखेर अब रेडी पनि थिएन तर अहिले हुँदै हुँदै जाँदाखेरि चाहिँ 1 वर्षको अन्तरालमा चाहिँ त्यो कुराहरू इभल्भ हुँदै गएछ नि त अनि ठ्याक्क चाहिँ अनि एक्सपिरियन्स सुनिसकेपछि चाहिँ ओके वाइ नट त्यस्तो खालको ओरिजिनल अर्ग्यानिक अनि निज फोकस मार्केट स्टोरीहरू सबै छ नि त अनि त्यसले गर्दाखेरि चाहिँ अब टेक्नोलोजी बिहाइन्ड द उस चाहिँ त्यो हुने नै भयो भन्ने कुराहरू चाहिँ मलाई फिल भयो कि आफ्टर सोसियलमा त्यहाँ के अरे आफ्टर आवर सोसियलमा भेटघाट भएपछि चाहिँ म सिङ्गापुरबाट एयरपोर्ट आउँछु भनिहालेँ होइन अनि एयरपोर्टमा झरेको अलिक ढिलो भयो कि डिले भयो कि सिङ्गापुरमा चाहिँ त्यो फाइटर जेटहरू चाहिँ घुमिरहँदो रहेछ त्यो प्लेन डिले हुँदो रहेछ अनि ढिलो भयो अनि एयरपोर्ट आएको लगभग 7:30-8 बज्नुलाई यस्तो निन्द्रा लाग्यो कि नजाम भयो कि एयरपोर्टमा किन नजाने भनेर यसो हेरेको एमटिआरको छेउमै रहेछ कि फेरि अनि के अरे एयरपोर्ट एक्सप्रेस चढेँ अनि साँड एमटिआरमा यस्तो फास्ट भयो सही भयो जस राम्रो भयो वी ह्याड अ गुड टाइम त्यसपछि लङ्गाइफुङ गयो ह्याड अ गुड च्याट 2 बजेसम्म पुरा दिइरहेको थियो नि सोल्टीले फेरि हेलग्याममा कुन ठाउँ जानु हेलग्याम लेपासियो ए माथि हाम्रो मनिषजीकोमा अर्गनाइजर मिस हङकङ नेपाल इन्टरनेसनलको डाइरेक्टर सर्ट आउट टु लेपासियो यसो लाबुदो नि यसो छिर्यो ए तल मलाई चाहिँ कस्तो हुन्छ नि फेरि त्यसरी बसेर हुन्छ नि त अब म्युजिक बज्छ नि त म्युजिक बजेपछि चाहिँ त्यहाँ कुरा गरेको त यहाँ सुनिँदैन नि त आलमोन्ड र म चाहिँ यहाँ कुरा गरेर होइन यस्तो थियो आलमोन्डले अलरेडी इङ्गेज भइरहेको थियो नि त एक लेभलमा चाहिँ जस्ट मोर उहाँहरूको डे टु डे के हुन्छ भन्ने कुराहरू भइरहेको थियो अनि म चाहिँ अलि हाई लेभलमा चाहिँ ओके के चलिरहेछ हजुरहरूको इन्डस्ट्रीमा के भइरहेछ होइन के हो नेक्स्ट भन्ने खालको कुराहरू गर्दाखेरि चाहिँ अनि एउटा कस्तो क्लिक पनि भयो क्या एउटा पोइन्टमा आएर चाहिँ ओके जस्ट हामीले चाहिँ यो ट्राई गरिरहेको यसरी ट्राई गरिरहेको अनि यो कारणले चाहिँ हामी हङकङ आएको भन्ने कुरामा चाहिँ झन् एकदमै त्यो कनेक्सन भएपछि लाइक एन्ड यु नो मी त्यो डिपमा गयो एकदम डिपमा गयो अनि त्यसपछि उनीहरूको चाहिँ रेमिटेन्स रिलेटेड होइन यस सो उहाँहरूले बेसिकली चाहिँ जस्ट अहिले 2-3 दिन लाग्छ नि त अब पैसा पठाउनको लागि चाहिँ यहाँदेखि नेपाल पठायो भने होइन रिसिभ गर्नको लागि चाहिँ सो उहाँहरूको आइडिया चाहिँ 15 मिनटमा पायो क्या त्यो एप थ्रु पठायो भने चाहिँ होइन छ अहिले छ नि त त्यो तर पनि अलिकति डिफ्रेन्ट होला जस्ट उहाँहरू चाहिँ नेक्स्ट लेभलमा चाहिँ अझ त्यो स्टेबल कोइन युज गरेर त्यो टेक्नोलोजी पनि युज गरेर स्केल गर्दै त्यो स्टेजमा हुनुहुँदो रहेछ सो मलाई चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्यो आइडिया चाहिँ गुड लक टु देम फिङ्गर वेब टेक्नोलोजिज त्यो एपको नाम हो त्यो कम्पनीको नाम एपको नाम के रहेछ एपको नाम त डेभलपमेन्टमै होला मलाई थाहा भएन मलाई पनि थाहा कति 15 मिनटमा पैसा पाउने रे भनेर ट्रान्जेक्सन अलिकति एआईहरू युज गरेर अलिकति इजी टु सेन्ड क्या तिम्रो चाहिँ त्यो प्रोसेस हुन्छ नि ओल वाइड स्पेसल्ली फोकस नेपालमा चाहिँ अलिकति बढी इलिगल च्यानलहरू बढी छ नि त र त्यसलाई चाहिँ डिस्करेज गरेर चाहिँ लिगल्ली चाहिँ कसरी पठाउने विदाउट ह्यासल होइन रिलायबल फास्ट सेक्युर भनौँ न त्यस्तो खालको रहेछ अहिले पैसा पठाउनु पऱ्यो भने कसरी पठाउँछ अहिले मोर सबै हुन्डी त कसले धेरै रेट दिइरहेको छ त्यहीबाट त सबैले पठाउँछ जस अहिलेको प्रोसेस क्या जस
अलिक पर्छ सिधै हुन्डी हो कि दाजु सिधै कल हान्यो कल हान्यो अब चिनेको मान्छे हुन्छ ल 3-4 जना मान्छेलाई सोध्यो कसले राम्रो रेट दियो त्यसले पठाउने त नेपाली 90% त्यसरी त तर अलिकति एउटा सेफ साइड भनेको अब वेस्टर्न युनियन छ त्यो अब रेटै थोरै दिन्छ कसले पठाउँछ त्यहाँबाट मरि नेपालीहरूले काम गरिरहेछ त्यो पनि एउटा प्रब्लम जस्तो लाग्छ छ नि प्लेटफर्म दामी वेस्टर्न युनियन सबभन्दा ट्रस्टेबलै छ त वर्ल्ड वाइडै छ त किन पठाउँदैन त त्यहाँबाट होइन रेट चाहिँ अलिक कम हुन्छ त्यो अनि लास्ट चाहिँ वाइडले कम हुँदो रहेछ कि मैले नि यसरी विचार प्लस फी पनि लाग्छ अरे $25 सर्भिस चार्ज त्यही भएर वाइ नट भन्छ सबैजनाले आफ्नो चिनेको हुन्छ तर यस्तो फेरि अहिले चाहिँ के सजिलो छ भने लाइक अब त्यो हुन्डी गर्ने मान्छेको नि अब उता कनेक्सन हुन्छ नेपालमा उनीहरूले हामीले यताबाट हङकङ डलर क्यास दिने बित्तिकै उनीहरूले एकछिनमा उता क्यास हालिदिइहाल्छ ब्याङ्क टु ब्याङ्क अहिलेसम्म त्यो पैसा फस्ने त्यो नदिने त्यस्तो त भएको छैन तर मैले सुन्न चाहिँ सुनेछु है यताबाट लिने उता चाहिँ छैन मान्छे छैन मैले 2-3जनाको सुनेछु त्यो चाहिँ अनि के गर्यो त्यो हरायो पैसा गयो नि गायब भयो नि सक्यो नि तर मैले म्याक्सिमम् चाहिँ सुनेको छैन त्यति साह्रो चाहिँ त्यो 1-2जनाको मैले सुनेको थिएँ बरु अलिक ढिलो भएको त सुनिराखिन्छ तर गायबै भएको भन्ने त कम नै होला ढिलो नै म्याक्स भनेको 1 दिन हो नत्र त बिहान हाल्थ्यो बेलुकै दिइहाल्छ होइन यस्तो छ लिगल रेमिटेन्स त हामीले रन गरेकै हो अस्ति 2023 को डिसेम्बरसम्म अनि त्यसपछि चाहिँ अलिकति डिस्कन्टिन्यू भएको थियो अनि अहिले चाहिँ फेरि रिप्रोसेसिङ गर्दैछ हाम्रो मिग अल्फाको तपाईँहरू पनि छ हाम्रो मिग वर्ल्डिङ एक्सप्रेस भन्ने थियो के अरे मिग वर्ल्डिङ एक्सप्रेस वर्ल्डिङ त्यसलाई अब पैसा पठाउनु पऱ्यो भने अब दाइलाई कन्ट्याक्ट गर्दा नि हुन्छ लिगल चाहिँ अहिले रेडी भएको छैन त्यही लिगल वेमा र हामीले चाहिँ वेस्टर्न युनियनसँग कोलाबोरेसन गरेर गरेको थियो अनि त्यसले गर्दाखेरि त्यो झन्झट रेट कम भन्ने हुन्छ नि तर ट्रान्ज्याक्सन भोल्युम त राम्रै हुन्थ्यो राम्रै छ पनि हामीले चाहिँ ट्राई नगरेर मात्रै हो किनभने गरिदिने मान्छेले नि व्यापार गर्ने बिजनेस गर्नेले पनि त्यो स्केलमा गर्नु पऱ्यो नि त त्यो भयो भने चाहिँ हुन्छ होइन ऊ छ भनेर चाहिँ त्यो के अरे गर्दै नगरेपछि त पब्लिकको त के चोइस त नि पब्लिकको त चोइसै छैन नि एटलिस्ट चोइस त हुनु पर्यो चोइस त हुनु पर्यो किनभने अब लिगल्ली नै भयो भने धेरै कुराहरू सेफ हुन्छ सेक्युर हुन्छ अनि छिटो पनि हुन्छ वेस्टर्न युनियनले पनि आधी घन्टा 35 मिनट त्यस्तो मलाई लाग्छ अलि धेरै नै कुनै टाइम त 1-2 डेजै लाग्छ नि त्यो वर्किङ डेज हेरेर हुन्छ फेरि अनि ब्याङ्क डिपोजिट हो भने चाहिँ त्यो जस्तै क्यास आउट गर्ने हो भने चाहिँ काउन्टरमा अब एमाउन्ट जस्तै फेरि यस्तो छ नि त फेरि वेस्टर्न युनियनको नेपालभरि सब एजेन्टहरू हुन्छ होइन अनि सब एजेन्ट भनेको चाहिँ ब्याङ्क सहकारी त्यस्तै त हो नि तर सधैँभरि त्यहाँ चाहिँ क्यास राखिराखेको बसिराखेको त हुँदैन नि त अनि जस्तै अब कुनै विकट ठाउँमा गएर चाहिँ पैसा लिँदाखेरि चाहिँ दिने मान्छेले दिनु नसकेपछि त ढिलो भइगयो नि त्यस्तै नै हुन्छ कि तर अहिले चाहिँ अब धेरै अरू कम्पनीहरू पनि राम्रो छ वाइस भन्ने त्यसले चाहिँ त्यसको चाहिँ कम्पेरिटिभली वेस्टर्न युनियनको भन्दा चाहिँ अलिकति राम्रो रेट हुन्छ होइन तर लाइक एउटा अब हाम्रै अब कम्युनिटी नै ठुलो छ नि त आफ्नै मान्छे छ नि त यहाँ पनि अनि तपाईँको म्याक्स अब धेरै पठाउने भनेको नेपालीले त्यही 2-3 लाखको ट्रान्जेक्सन त गर्छ 1 मन्थ स्यालेरी पठाउने त हुन्छ प्रायः जस्तो र अहिले चाहिँ मैले यसो हेर्छु लाइक 1 कल फोनमै कि ए दादा हालिदियो भनिदिन्छ उता नि ओके भनिदिन्छ उता पाइसकेको हुन्छ यहाँ घर फोन हान्न नपाउँदै उता पाइसकेको हुन्छ कि अब ठुल्ठुलो एमाउन्ट चाहिँ गाह्रो छ ट्रान्जेक्सन गर्न होइन ठिक छ एनिवे त्यो बाटो त जस्ट अपग्रेड त हान्नु पऱ्यो नि त एक त्यो जुन लिगलको होइन जस अब जुन अहिलेको यो तरिका छ नि जस्तो अब एक कल हान्ने गर्ने म्यासेजबाट एक त्यो टेक्नोलोजी युज गरेर एक जम त हान्न पऱ्यो नि त होइन भरोसा हुँदैन क्या फास्ट टाइमिङको चाहिँ हुँदैन क्या जस्तै गऱ्यो अनि त्यसपछि क्यास दिनु पऱ्यो एउटा प्रोसेस हुन्छ नि छोडिदिनु पऱ्यो अनि जस्तै नजिकको चिनेको छ भने त भोलि बिहान लिएर देऊ नि त भन्दा नि भयो होइन अब यस्तो अब पठाउने मान्छेले नै अब ऊ अब ढुक्क छ भने त लाइक म किन चलाउने त नि यो एप भन्ने छ नि त अब एप बनाउने मान्छेले त ल
यही चलाउने हो भन्ने उसले बाध्यता बनाउने हो नि त खास त। तर अब यताबाट दिने मान्छे नै ढुक्क छ नि त, एकल फोनमा हुन्छ भने त कसले त एप चलाइरहेको छ त नि अहिलेको जमानामा। हो अब आफ्नो होइन मेरो ट्रान्जेक्सनमा ब्याट बनाउनु न होइन, म जस्तो छ एकदम राम्रै बनाउँछु भने त सबै म मनी युनियनबाटै जान्छ नि। वेस्टर्न युनियन अलिकति लिगल रिक्वायरमेन्ट चाहिँ अलिकति हाई हुन्छ लिगल्ली पठाउँदाखेरि। अनि त्यही हो बेस्ट भनेको चाहिँ सेफ हुन्छ र अलिकति रिलायबल हुने मात्रै हो। अनि अब अप्सनै छैन, अब नेपालीले रन गरेको लिगल रेमिटेन्स नै छैन, अनि त्यो गरेपछि बानी नै हुँदैन। अनि आफैले रन जस्तै मैले फर इक्जाम्पल अब फेरि मैले लाइसेन्सको प्रोसेसिङमा छ मेरो, अब त्यो भइसक्यो पनि मैले त्यो एप डेभलपमेन्टको लागि त मैले त्यत्रो इन्भेस्ट गर्न सक्दिनँ नि त मैले होइन। अन्त मेन त त्यो हो नि त होइन। त्यो नसकेपछि मैले वेस्टर्न युनियनहरूसँग नै कोलाबोरेसन गरेर गर्नु पर्यो। र यो फिङ्गर वेबले जुन बनाउँदैछ नि त्यो भयो भने चाहिँ अनबोर्डिङ गर्न चाहिँ पर्यो। अनबोर्डिङ हुन्छ नि, कस्टमर चाहिँ बनायो भने चाहिँ बिस्तारै बिस्तारै बढ्दै जाने हो, टाइम लाग्छ। परिवर्तन हो, परिवर्तनमा अझै स्पेसल्ली अझै पठाइराखेको भन्दाखेरि कम रेट हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अनबोर्डिङ प्रोसेस चाहिँ अलिकति लेन्दी नै हुन्छ। तर हुन्थ्यो पछिल्लो समयमा त महिनाको हुन्छ नि एभरेज ट्रान्ज्याक्सन 700-800 त्यस्तो चाहिँ हुन्थ्यो नेपालीले मात्रै। तर त्यतिले इनफ हुँदैन क्या, किनभने यो भोल्युम बेसको बिजनेस हो, एकदम लेस मार्जिन हुन्छ कि मेन। अनि त्यो भएपछि हुन्डीको रेटै पुरै हाई हुन्छ, अनि त्यसपछि कम्पिटिसन गर्न सकिँदैन। त्यही माथि हुन्डीले अनि अनि कम त धेरै दिन्छ। ओहो म त एक्चुअली तर्सेको के अरे वेस्टर्न युनियनबाट यसरी हेरेँ है, यति छ फेरि हुन्डीलाई सोध्यो होइन $7-8 फरक के पठा उताबाट जब यति 2-3 लाख केही नि हुन्न। त्यो पढाउँदाखेरि फेरि त्यो फी पनि होइन धेरै नै लाग्छ नि त, धेरै लाग्छ नि लाइक होइन। त्यो लेभलमा अब एप बनाउनेले नै खेल्न सक्यो भने त अफकोर्स मान्छे जसरी नि युज गरिहाल्छ नि युजरले त। त्यो युज गर्ने नै केही छैन, इन्भाइरोमेन्टै छैन। जस्ट त्यो एप बनाउँदा क्यापिटल चाहिँ हेभी, जस्ट 1 वर्षसम्म पनि होइन, जस्ट इयर अन त्यो बानी बिहेभियरै चेन्ज गराउँदैछ नि त यहाँ त। नट ओन्ली टेक पुस गर्ने होइन, नट ओन्ली हुडी मात्र होइन, अरू सबै यो गभर्मेन्ट काममा धरिदियो कि सबै। त्यसले गर्दाखेरि चाहिँ त्यो इनोभेट त्यो भयो भने त्यो उहाँहरूले चाहिँ हुन्छ नि फिङ्गर वेबले चाहिँ त्यति एमाउन्ट इन्भेस्टमेन्ट पायो र रन गर्दाखेरि चाहिँ त्यति सहज भयो र अनि हामीलाई चाहिँ एडप्ट गर्नलाई चाहिँ सजिलो भयो भने चाहिँ हामीलाई सजिलो हुन्छ। त्यही छ अहिले नेपाल। यसको लागि 1 डेकेड 2 डेकेड त्यो टाइम लाइनमा चाहिँ जानुपर्छ है। अब एटलिस्ट हाम्रो नेपाली मार्केट एडप्सनको लागि चाहिँ होइन। ठिक छ। अब अहिलेलाई हेर्नु न सिम्पल इभन लाइक यही के भन्छ एयर टिकटै हेर्नु न ल, अनलाइनबाटै काटे पनि हुन्छ नि त। तर त्यो दाइ एउटा टिकट काटिदिनु ओके डन। कसले त्यहाँ फर्म भएर यो भएर एउटा पासपोर्टको फोटो पठाइदियो भाइ हुन्छ भनिदिन्छ होइन डन। त्यसपछि किन झन्झट गर्छ, म त इजी बनाइदिएछ कि सर। त्यही भएर टेक्नोलोजीको एपको खासमा चाहिँ उद्देश्य भनेको चाहिँ युजर फ्रेन्डली हो क्या, इजी टु युज हो क्या। जस्तै तिम्रो लेभल अफ तिमीले इनपुट गर्छौ नि त्यो चाहिँ एकदम सकेसम्म कम भएर चाहिँ कन्फर्म गर्ने हो क्या। त्यही भएर एप चाहिँ यति सजिलो हुनुपर्छ कि अरट्ठ परेको हुनु नि कि हो राइट 1 2 3 मा 1 2 3 मा। त्यही भएर मैले तर अहिलेको कन्डिसनमा चाहिँ फोन इजी भयो नि त, गरिदिनु त भनेपछि झन् सजिलो भयो नि त। अझै पैसा पठाउनु त त्यो भयो होइन, जस्तै टिकट सिकेट गर्नु त फेरि लङ प्रोसेस हुन्छ नि त। यो डेटमा कति छ भनेर सोध्नु पऱ्यो, अनि त्यो डेटमा अर्को डेटमा कति छ भने त्यो हुन्छ नि मान्छेले कम्पेयर गरी उस गर्छ होइन। अन्त अब यस्तो हो कि अब तपाईँ अब त्यो डेट कन्फर्म गर्न लागि नि अब उताबाट त्यो टिकट बिगाउनेले जसरी नि उसले एउटा न एउटा कन्भिनियन्ट बनाइदिन्छ कि ए यति 200-300 मात्र कम होला भाइ भनिदिन्छ होइन। अब त्यो हेबिटै त्यस्तै छ कि नट ओन्ली लाइक यो नेपालको लाइक हरेक त्यो गभर्मेन्ट कामहरूमा पनि एकदम इजी छ कि कति लाग्छ भने यति लाग्छ भइहाल्यो, लाइसेन्स कति लाग्छ भने यति दियो भइहाल्यो होइन। भनेपछि त्यही कल्चरले गर्दाखेरि चाहिँ करप्सनको चाहिँ हट्न नसकेको अब ओभर ट्रस्टेबल भयो कि मान्छे। तर बिस्तारै टेक्नोलोजीले चाहिँ हेल्प चाहिँ गर्छ। अहिले पहिला त पानीको बिल लाइन तिरेर बस्नु पर्छ नि त,
यी सेवाले अलिक खल्तीले सबले घर घरै बिल ल्याइदिन्छ त्यो सिधै ई सेवाबाट हुन्छ नेपालमा पनि र न्यू इनोभेसन टेक्नोलोजीको कामै त्यही हो नि त मान्छेलाई सजिलो बनाउने सजिलो बनाइदिने हो के तर अहिले नेपालमा चाहिँ अलिकति एडप्सन राम्रै छ होला अब गाउँ गाउँमा बाहेक अरू ठाउँ त पसलेले कमाउँछ 10 रुपियाँ 50 रुपियाँ चार्ज गरेर ओके बिल तिर्ने अन्त बिल तिर्ने आज बिल तिर्दिन्छ नि मलाई त सुरुमा हङकङ आउने बेला त त्यो अक्टोपसै क्या वा लाग्थ्यो कि टेक्नोलोजी हुन्छ नि होइन एउटा कार्डले जे पनि गर्न मिल्छ है होइन अहिले त झन् फिचरहरू झन् बढ्दै गएको छ अनि त्यो चाहिँ दामी हो होइन अरू ठाउँमा चाहिँ अब एउटा कार्डले कि त ट्रान्सपोर्ट होइन कि त एउटा युटिलिटी मात्र हुन्छ नि त तर हङकङमा चाहिँ जस्ट मल्टी युटिलिटी छ नि त अक्टोपसको चाहिँ होइन ट्रान्सपोर्ट नि गर्न पायो यता कन्भिनियन्स स्टोरमा नि गर्न पायो होइन सो मलाई चाहिँ सुरुमा त्यो म्याजिकै जस्तो लाग्थ्यो कि ठ्याक्कै यो एउटा उसको याद आयो प्रेम गुरुङ भन्ने छ कि एउटा साथी ऊ चाहिँ फेसबुकमा रिल बनाउँछ निकै भाइरल छ मान्छे अनि उसले बनाएको यहाँ अक्टोपसकै बनाएको थियो कि त्यसको 75K पो भ्यू थियो है त्यसरी नै खास आइडिया चाहिँ के थियो त्यो सरकार यति बनाइदियो समथिङ लाइक यो साथीहरू हेर्नुहोस् यो अक्टोपस हो अनि हल्का उसँग कोलाबोरेसन गरेर चाहिँ हुन्छ नि पेड कन्टेन्टहरू चाहिँ बनाउने भन्ने खोजेको तर अलिकति त्यो लेभलको अन्डरस्ट्यान्डिङ चाहिँ नआएको रहेछ साथीसँग एकैछिन नै यहाँ यो चाहिँ त्यो एनआरएन हाइकमा भेटेको थियो यो साथी चाहिँ साथी भन्दा नि भाइ होला 72.9K गरेका यो चाहिँ अक्टोपस हो होइन यसले पैसा दिनु यति ठुलो स्वाइप गर्छ होइन अहिले चाहिँ म फोनको बिल तिर्दैछु है यसरी फोनको बिल तिरेको हुन्छ नि होइन 24 सेकेन्डको क्लिप्स हामी बस्दै गर्दा पो ग्रान्टेडमा लिन्छ यो टेक्नोलोजी तर यो एकदमै दामी टेक्नोलोजी हो कि यो चाहिँ अक्टोपस चाहिँ मलाई वाइल्डै लाग्छ अक्टोपस त इन्डस्ट्री लिडर हो नि त मार्केट लिडर हो नि त फेरि अहिले हङकङमा जस्तै यसको अल्टरनेटिभहरू विच्याट पे अलिपे अब अहिले क्रेडिट कार्डहरूले पनि हुन्छ हुन त तर यो जस्तो इजी त छैन नि त यो त हरेक कति म्याक्स कति 3000 होइन पैसा हाल्नु मिल्ने चाहिँ 3000 हो 3000 हो योहरू पनि हेरेको कि अब त्यो हुन्छ नि इनोभेसन त्यो नयाँ कुराहरूमा अब नेपाली कम्युनिटीको मेम्बरसिप कसरी गर्ने होइन नेपाली कम्युनिटीलाई चाहिँ कसरी चाहिँ एउटा हुन्छ नि अक्टोपसले जसरी बाँधेछ नि त्यसरी बाँध्ने भन्ने अप्सनहरू नि एक्सप्लोर गरेको छु मैले एक राउन्ड यो चाहिँ एसबिएफ भन्छ क्या स्टोर भ्यालु फेसिलिटी भन्छ क्या यो पनि काइन्ड अफ ब्याङ्क हो तर त्यो लिमिटेड हुन्छ क्या एसबिएफ यो पनि एचकेएमएलले नै हो लाइसेन्स दिने युकेमा चाहिँ वेस्टर भन्ने छ फेरि वेस्टर उता वेस्टर सुन्नुको यहाँ अक्टोपस नै सजिलोकै भन्नलाई फर्स्ट इन्स्ट्यान्ट कस्तो थियो त अक्टोपस सजिलो युज गर्दा याद छ म त यस्तो भयो सुरुमा यो टेक्नोलोजी होइन यताउति बसमा यताउति म चाहिँ वेस्टर पनि युज गरिराखेको मैले युके त्यही भएर म त्यति साह्रो उस चाहिँ भएन म 3-4 वर्ष त्यहाँ बसेछु नि त त्यही भएर हामीले त्यो पैसा त्यहीँ गर्थ्यो अनि तर ठ्याक्क चाहिँ बिर्सेँ होइन यत्तिको लेभलको डिपको छ भन्ने चाहिँ थाहा भएन तर जस्तै 7-11 जस्तो स्टोरहरू हुन्छ नि सेन्सबरी के हुन्छ त्यहाँ चाहिँ काम लाग्छ क्या तर अक्टोपस चाहिँ अझै सिम्प्लिफाइड भर्सन रहेछ त्यसले गर्दाखेरि चाहिँ म त्यति साह्रै सक त भएन ओके एउटा सहज त चाहिँ फिल चाहिँ भएको अहिले चाहिँ तपाईँको क्युआर कोड आयो है त्यो अलिपे क्युआर कोड सबै लिन्छ नि त अहिले त त्यो एमटिआर छिर्ने ठाउँ हुन्छ नि त्यसमा चाहिँ जस्तै क्रेडिट कार्ड त वायरलेस हुन्छ नि त त्यसले नै हुन्छ अहिले त त्यो कोभिड पछि त सब क्युआर कोड आउन आयो जे पनि स्क्यान तर नेपालमा नि स्क्यानै रहेछ सबै नेपालमा त प्योरली स्क्यान हो नि प्योर स्क्यान तर अक्टोपसको तिमीहरूले पर्सनलाइज अक्टोपस बनाएको छ फोटो भएको छैन त्यो चाहिँ बनाऊ त्यो बनायो भने के हुन्छ भने जस्तै तिम्रो नर्मल अक्टोपस छ नि तिम्रो 2000 थियो अरे होइन हरायो
सक्यो त्यो पैसा हरायो त्यो आउँदैन पर्सनलाइज छ भने चाहिँ लस रिपोर्ट गऱ्यो भने चाहिँ त्यो आउँछ क्या फेरि ए त्यो चाहिँ मैले कहिले फेस गरेको भने यो ठ्याक्कै कोभिड पछि हुन्छ नि त्यो डाट खेल्ने रातभरि गभर्मेन्टले पैसा बाँड्ने बेलामा हो क्या म पनि एकचोटि त्यस्तै प्यानिक भएको कि अब कति 3000 दिँदैछ भनेको होइन अक्टोबसमा हालिदिँदै थियो नि त पहिला त हरायो पहिलाको त्यो अपडेट गरेको त होइन यार त्यसलाई फेरि ल्याउनको लागि फेरि एमटिआर भित्र गएर फेरि ब्याग त्यही लिएर आयो फेरि पहिला जुन एडप्ट गऱ्यो त्यसैमा आउँदो रहेछ नि त त्यो नयाँ नयाँमा हालिदिन्न नि पैसा पनि अनि दाइले नि त्यही गर्नुभयो कि भन्दा मेरो चाहिँ यस्तो भएको जस्तै अब कोभिड पछि चाहिँ त्यो डाट साट खेल्ने हुन्छ नि लेट नाइट डाट खेल्ने अनि बिहान ह्याङओभरमा हिँड्ने अनि त्यो गर्दाखेरि चाहिँ कता खस्यो थाहै भएन अनि म चाहिँ इनलङदेखि जोर्डन आउनुपर्ने सधैँ एमटिआर पास लिने अब एमटिआर पास पनि अहिले 635 छ मन्थली अनि त्यसपछि त्यो हरायो भने चाहिँ यस्तो ठुलो चिज हरायो जस्तो फिल हुन्छ कि हराइगयो अनि त्यसपछि त्यहाँ गएर के अरे हरायो भनेको अब सरी वी क्यान नट डु एनिथिङ इफ इट्स पर्सनल कार्ड देन वी क्यान हुन्छ नि रोड ब्याक भनेर त्यस्तो चाहिँ भने अनि त्यसपछि इमिडिएटली चाहिँ गएर बनाएको छ फोटो पूर्जा इन्दर अनि त्यसलाई चाहिँ मोबाइलमा चाहिँ कनेक्ट गरेको थिएन अहिले चाहिँ मोबाइल वालेटमा चाहिँ अस्ति भर्खरदेखिबाट कनेक्ट भयो अनलिङ्क गर्ने जानेन अनि त्यसपछि होस् भनेर चाहिँ मतलब प्रायः सबै मोबाइलमै छ मेरो त कनेक्ट मेरो त एक्सक्लुजिभली अक्टोबस त म फिजिकल मात्र चलाउँछु त्यही त भनेको ठ्याक्क तिम्रो त्यो किन चलाउँछौ त्यो किन भन्दाखेरि चाहिँ ओके त्यहाँ पनि मेरो ऊ छ फेरि कन्डिसन छ 200 प्लस चाहिँ म कहिले पनि टपअप गर्दैन कि किन भन्दाखेरि मेरो हराएको थियो कि दुइटै मोबाइल पनि हराएको कन्डिसन छ मोबाइलमा लिङ्क गरेर मोबाइल हराएको त्यो हराउँदाखेरि अक्टोबस नै गएको अनि के अरे फिजिकल पनि हराएको अब दुइटै मैले एक्सपिरियन्स गरेँ नि त सो बेस्ट कन्डिसन भनेको चाहिँ अक्टोपस फिजिकल म्याक्सिमम् टपअप भनेको 200 त्यहाँ आएर चाहिँ म कन्क्लुजन चाहिँ मेरो त्यहाँ भन्यो लास्ट अप्सन चाहिँ थियो होइन अनि युजल्ली चाहिँ मैले त्यो अलिपेको क्युआर कोड चलाउँछु कि आजकल चाहिँ त्यो चाहिँ वायरलेस भयो होइन तर अब त्यो पनि त अब टेक्नोलोजी जहिले पनि काम गर्छ भन्ने छैन नि त होइन सो त्यसको लागि ब्याकअप चाहिँ अक्टोपस फिजिकल कार्ड भयो कि ठ्याक्कै त्यही पोइन्टमा आएर चाहिँ मेरो यहाँ कता कताबाट लिङ्क भइगयो होइन अनलिङ्क गर्ने चाहिँ खोजेकै छैन कि मलाई पनि त्यो एउटा त्यो भयो प्लस अर्को चाहिँ कस्तो भने त्यो फोन ब्याट्री सकिन्छ कि होइन तर ब्याट्री सक्यो नि टपअप त हुन्छ त्यो टच हुन्छ काम गर्छ ब्याट्री सक्यो भने तपाईँको पैसा त काट्न मिल्छ नि एमटिआर इन आउट हुनु मिल्छ ब्याट्री सक्यो भने तपाईँको त मिल्छ तर त्यही त दाइ यो टेक भन्छ नि त हामीले तर टेकमा नि ओभर रिलायन्स चाहिँ डेन्जरस छ क्या कहिले चाहिँ अनि त्यो चाहिँ मैले पर्सनली त्यो आफैले भोग्दाखेरि चाहिँ ओके हल्का चाहिँ म चाहिँ पहिला ओभर टेक रिलायन्स थिएँ कि सबै वायरलेस होइन सबै मोबाइलमा अनि एक दुईचोटि इन्सिडेन्ट भइसकेपछि ओके हल्का एक दुईवटा कुरा चाहिँ फिजिकल पनि चाहिन्छ भनेर चाहिँ म चाहिँ पहिला टोटल्ली क्यासलेस होइन क्यास पनि बोक्ने थिएन मैले जस्ट ट्याप गऱ्यो होइन हिँड्यो एकदम त्यो वायरलेस लाइट बोक्थेँ क्या मैले चाहिँ वालेटै भनेर हाल्दैछ त एपै हाल्दैछ अनि मैले चाहिँ एकचोटि एमटिआरमा यसरी आइरहेको थियो अनि साइडमा बस्ने एउटा चाइनिज केटीले पुरा नर्भस थियो यताउता ऊ सबै उसहरू थियो नि त चाइनिजहरू थियो तर उसले चाहिँ अरूलाई माग्यो भने दिँदैन भन्ने त्यसलाई ग्यारेन्टी भयो कि के भयो मसँग चाहिँ पावर ब्याङ्क माग्दै थियो कि इङ्ग्लिस बोली अनि किन भनेको त यो सक्यो भने कस्तो छैन भनेर त्यो तिम्रो जस्तो भयो होला सायद त्यसले रिड गरेर होला सायद त्यहाँ गएर सोध्नु न त भनेर त्यसलाई चाहिँ देखाइदिएको थियो त्यो उसमा त्यसले गर्दाखेरि चाहिँ म फिजिकल चाहिँ राख्न खोजेँ मैले नि अनलिङ्क गर्नुपर्छ सब्सिडी आउँछ कि आउँदैन अक्टोबसमा कहिले ट्राई गरेको छ त्यो सब्सिडी आउँछ नि हरेक मन्थ कति आउँछ 100 अक्टोबसको मजै त्यही छ कस्तो मजा आउँछ टपअप गऱ्यो अनि त्यसपछि दामी पैसा थपेर सबभन्दा दामी टपअप त त्यो के अरे 2000-3000 आउने बेलामा हुन्छ नि एकैचोटि
त्यतिखेर वालेटको भन्दा त्यहाँ टिकट अक्टोपस लगाउनु पर्छ त्यहाँ त्यो चाहिँ मैले विच्याटमा लिएँ क्या विच्याट नि थियो नि त अप्सन एकचोटि चाहिँ अक्टोपसमै हो एक राउन्ड चाहिँ तर पछिल्लो राउन्ड चाहिँ मैले विच्याटमा लिएँ जस्तो लाग्यो त्यसलाई चाहिँ बेस्ट युटिलाइज गर्नलाई भनेर चाहिँ मैले के त्यो हुन्छ नि मेरो ब्याक पेन चाहिँ एकदम धेरै हुन्थ्यो कि पहिला अनि ब्याक पेन हुँदाखेरि चाहिँ एउटा कोरियन काइरोप्र्याक्टर के समथिङ हुन्छ नि काइरोप्र्याक्टर थियो अनि हिँड्न नसक्ने भयो यस्तो गाह्रो हुन्छ कि यस्तो गाह्रो हुन्छ अनि कता 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 गुगलबाट पत्ता लगायो अनि त्यसको त्यो के मेसिनहरू हुँदो रहेछ त्यो मेसिनले चाहिँ त्यो थेरापी गरेपछि त्यो पेन किलर हुँदो रहेछ नि त्यो भित्र जाँदो रहेछ क्या डिप जाँदो रहेछ क्या त्यहाँ गएको हिँड्नै नसक्ने मान्छे ट्याक्सी चढ्न नि नसक्ने मान्छे त्यहाँ गएको त 5 मिनटमा सन्छ भयो नि त मलाई अनि त्यसको चाहिँ त्यो एउटा थेरापी गरेँ मैले अनि त्यो सब्सिडी आयो नि त अनि त्यो बेस्ट युज चाहिँ अब यही रिपेयरमा गर्छु भनेर त्यसलाई भनेको तिनीहरूले त्यो के अरे सब्सिडी नि नलिँदो रहेछ यत्तिकै सकियो त्यो कता कता गयो रमाइलो त्यस्तो छ तर अहिले ब्याक पेन चाहिँ छैन स्विमिङले गर्दाखेरि बाहिर उसले इन्ट्रोड्युस गराएको स्विमिङ तर स्विमिङले यस्तो सन्चो भयो यार मेरो यार अहिले लकिली 2+ इयर्स भयो मेरो ढाड कहिले दुख्दै ब्याक पेन हुन्छ बेस्ट हुन्छ स्विमिङ त कति यहाँबाट कहानी सुरु छ नि त फेरि यहाँ तुङचुङबाट होइन डिटेलमा नगएर हल्का उसमा ब्याक स्टोरी भन्यो नि त डिटेलमा नजाऊँ डिटेलमा नजाऊ होइन अनि स्विमिङको चाहिँ म चाहिँ एकदमै त्यो हुन्छ नि लाइफ चेन्जिङ हुन्छ नि त्यो हो कि स्विमिङ चाहिँ अनि मेरो नि त्यस्तै लाइफ चेन्जिङै भयो तपाईँ यता समुद्रमा सक्नुहुन्छ त होइन तैर नि त पहिल्यैदेखि सक्थेँ यताउति त्यो हुन्छ नि त्यो नेट लगाएको हुन्छ नि इभन उसमा जाँदाखेरि नि गर्छु म के अरे याचमा जाँदाखेरि नि स्विमिङ गर्छु तर प्रो तरिकाले हुन्छ नि भ्यागुते स्टाइलले तैरिनु चाहिँ आउँछ भ्यागुते स्टाइलले तैरिने नेपालीले तैरिन्छ नि त्यसरी चाहिँ आउँछ होइन स्विमिङ चाहिँ सिक्नुपर्छ सबैजनाले एकदमै इम्पोर्टेन्ट नै लाग्छ स्विमिङ दुईवटा चिज के एउटा हाइटदेखि एकदम डर लाग्ने अनि पानीसँग पनि लगभग डर लाग्छ स्विमिङले चाहिँ त्यो कन्फिडेन्स अनि प्लस मेरो यो बडी हुन्छ नि अब मैले त्यस्तो अरू एक्सर्साइज गर्दैन नि त त्यसले गर्दाखेरि चाहिँ एङ्कल टु टाउकोसम्म सबै ओपन गरिदियो क्या ओपन गरिदियो अनि हामी क्लास गयो के अरे हाम्रो इन्स्ट्रक्टरको नाम जोनाथन पुरा केनेडी टाउनमा है वेनेसडे बेलुका गऱ्यो सुरुमा त यहाँदेखि त्यहाँसम्म नि त्यो फ्री स्टाइल गर्न सक्थेन आउने गर्ने तर आत्तिने के यस्तो गर्दा त पानी जाने अनि पछि गर्दा त हान्ने हो अहिले त होइन पछि त 10 ल्याप क्या 10 ड्याङ नन स्टप होइन पछि त मैले एक दिनमा 25-26 ल्याप हान्ने भइसक्यो त्यस्तोसम्म अनि आनन्द आउने कि अनि घरमा गएर आनन्दले रेस्ट गर्ने नि आनन्द आउने त्यो खुट्टाहरू औँलाहरू नि पुरै मेरो त औँला चल्यो जस्तो पिल हुने कि अनि अर्को चाहिँ मेन इम्पोर्टेन्ट चाहिँ मेरो ब्याक चाहिँ अब फुल्ली हिल त भएको छैन किनभने त्यो उसो हो नि त डिस्क रप्चर हो नि त के भन्छ त्यसलाई के भन्छ यार त्यो समथिङ के हो त्यो डिस्क चाहिँ भएको तर दुख्दैन भनेपछि चाहिँ त्यसले चाहिँ धेरै हेल्प गरेछ कि धेरै हेल्प गरेछ अनि ढाड दुख्ने मान्छेहरू चाहिँ स्विमिङ गर्नुहोस् तर स्विमिङ चाहिँ त्यो भ्यागुते स्विमिङ होइन प्रपर कोच राखेर पक्का कोच राखेर चाहिँ कम्तीमा पनि त्यहाँसम्म चाहिँ फ्री स्टाइल अथवा एनिथिङ गर्नु चाहिँ सक्ने हुनु पऱ्यो अनि त्यसपछि चाहिँ एउटा केनेडी टाउनमै हो हामी कोच हायर गरेर गरिसकेपछि होइन आफूले नि गर्नु पऱ्यो नि त भनेर चाहिँ हामी ह्याङआउट गर्थ्यो दाजुभाइ अनि त्यसपछि गयो अनि त्यसपछि त हान्यो एकचोटि फर्स्ट हानेको अनि त्यसपछि त आमामा कहाँ के हुन्छ नि त्यो
यत्रो ठुलो एचिभमेन्ट जस्तो हो कि अनि पछि उता सेङवानमा नि गयो नि त होइन हजुर त्यसमा त अझ डिपर थियो होइन सेङवानमा उहाँ गएको त यहाँ जस्ट यता स्टार्टिङ चाहिँ केनेडी टाउनमा गऱ्यो त्यसपछि अनि सेङवानमा गयो होइन सेङवानमा चाहिँ अझ लामो पनि गहिरो पनि हेरेको त दाइ त नन स्टप दिइरहेछ है त्यो स्टपै छैन क्या त्यो ग्रुपको बेस्ट स्विमर क्या अब यहाँ हानेर अझ त्यो के अरे त्यो छोएपछि यस्तो हुन्छ नि त्यो पछाडि आउने त्यो नि पर्फेक्ट क्या गरेछ होइन जस दामी भयो अलि कन्टिन्यू गर्नुभयो अलिक कन्टिन्यू भएको छैन कि दुर्भाग्यपूर्ण अनि यस्तो अनि त्यो भयो होइन अनि त्यसपछि चाहिँ हाम्रो दिल्ली हाम्रो बिपिनको बाबा दिल्लीको क्या हाम्रो अनि उनको र मेरो घर रोड पारि अनि त्यसपछि चाहिँ बिस्तारै अब साथी त चाहियो एक्लै जाँदा त बोरिङ हुन्छ अनि उनलाई इन्ट्रोड्युस गराएँ उहाँलाई इन्ट्रोड्युस गराएँ अनि त्यसपछि एभ्री डे 6 बजे 7 बजे छुट्टी हुने अनि त्यसपछि म पनि के भयो स्विमिङ 6 बजे गएपछि त्यहाँ एराउन्ड 7:30 बजेतिर पुगिन्थ्यो अनि त्यसपछि त्यतिखेर हो कि मैले हानेको मैले काउन्ट गरेको म म्याक्सिमम् हानेको अहिले त 3 ल्याब हानेपछि थाकिहाल्छ नि त किन प्र्याक्टिस छैन नि त 25-26 हान्दाखेरि नि त्यो अझै हानौँ भन्ने कि त्यो थाक्दै नथाक्ने कि त्यो पानीसँग युज टु हुने चाहिँ त्यो प्र्याक्टिस हो क्या ओके यो चाहिँ के भन्नु सास फेरि जस्तो सास फेरि त थाकिँदैन नि त मेन स्विमिङमा तपाईँको ब्रिथिङ टेक्निक मात्र हो कि पानीमा त ग्रेभिटी हुँदैन नि त अनि तपाईँलाई माथि त्यो तैराइदिइराख्छ कि खास कि मान्छे आत्तिएर मात्रै डुब्ने हो कि नेचुरल्ली मान्छेहरू डुब्दैन नि त नडुब्दो रहेछ तपाईँको त्यो एउटा ब्रिथिङ टेक्निक मिलाएर लगाएपछि चाहिँ त्यो पानीमै आफ्नो ज्यान सेटल डाउन भइजान्छ कि दाइले पछि ओपन वाटर पनि गर्नुभयो ओपन वाटर चाहिँ गरेको छैन एक्चुअली प्र्याक्टिस गर्नुपर्छ अब सिजन आउँदाखेरि चाहिँ गर्ने अब हाम्रो लिडरलाई बनाउनु पऱ्यो तपाईँहरू खतरा हो नि पुरा भ्यागुदेखि लिएर हजुरको फ्री स्टाइल त तिम्रो उसमा इन्स्टामा देखिरहेको थियो तिमी पौडेको देखिरहेको थियो मेन चाहिँ कस्तो नै हामी त्यो हाइकिङ जान्थ्यो नि त अनि के अरे उता तुङसुङमा अनि मलाई चाहिँ त्यो हाइकिङ जाने अनि पसिना हुने अनि ठ्याक्क स्विमिङ स्पट चाहिँ दामी छ कि उता अनि केटाहरू चाहिँ दामी पुरा स्विमिङ गरिरहेछ है आफूलाई आउँदैन अनि त्यो चाहिँ क्या अर्ज क्या एउटा होइन म पनि यार स्विमिङ चाहिँ सिक्छु भनेर अनि त्यसपछि ठ्याक्क जोनाथन पनि भेटिहाल्यो अनि हामी पनि गयो ओपन वाटर धेरैचोटि 1-2 वर्षै गऱ्यो होइन केनेडी टाउनदेखि लिएर ओपन वाटर हङकङमा चाहिँ जस राम्रो एक्सपिरियन्स भयो एउटा अनि जस ओपन वाटर हङकङमा चाहिँ बेस्टै छ यहाँको स्विमिङ कल्चर अनि त्यही अस्ति भने जस्तो भाइब्रेन्ट छ कि हरेक चिजमा जे भने त्यही छ क्या त्यो स्टार फेरीमा हुन्छ नि क्रस हार्बर हुन्छ नि त्यहाँ चाहिँ पार्टिसिपेट गर्ने चाहिँ मेरो एउटा इन्ट्रेस्ट चाहिँ छ होइन त्यो आइकोनिक छ नि त्यो रेस त्यसको नि रेकर्ड राखौँ न होइन कोही नेपालीले गरेछ र अहिलेसम्म देखेको छैन अब यो सस्पेन्स भित्रभित्र गरे भए मात्रै होइन अलि पब्लिसिटी नपुगेको होला अब दिनुपर्छ होइन आइकोनिक हुन्छ नि होइन क्रस हार्बर स्विमिङ दामी हुन्छ नि त्यो त अनि पुरा लोकल मिडिया यस्तो हाइलाइट पाउँछ त्यसले त्यो आफैमा रेस कम्प्लिट गर्दा नि सेटिस्फ्याक्सन हुन्छ होला कि म काउलुनदेखि चाहिँ हङकङ आइल्यान्ड चाहिँ पौडेर गएको भन्दाखेरि होइन तर क्रेजी स्विमिङ गर्छ है त्यो के अरे राउन्ड हान्छ त हङकङ अनि अस्ति एउटा इन्डियनले 2 वर्ष अगाडि इन्डियनले एटेम्प गरेको थियो तर भएन सकेन एउटा आइल्यान्डबाट अर्को आइल्यान्ड हानिदिन्छ उसले त कन्ट्री टु कन्ट्री हान्नेहरू नि छ कन्ट्री टु कन्ट्री अझ त्यो सार्क जोन एरियामा पनि हानिदिन्छ सही हो स्विमिङ चाहिँ सिक्नुपर्छ अनि अर्को चाहिँ हाइटसँग चाहिँ एकदम डर लाग्ने अनि पानी तर हाइटको पनि फियर हुन्छ नि त्यो चाहिँ हाम्रो आज मैले फेसबुकमा पोस्ट गरेको थिएँ हेमराई भन्ने थियो नि तिमीले देख्यो थाहा भएन होला
उसले चाहिँ एप्सेलिङ रक क्लाइम्बिङहरू त्यस्तोहरू गर्छ कि जिप लाइनिङ तुङचुङमा अनि हाम्रो मिगल्फाबाट नि बेला बेलामा इभेन्टहरू हुन्थ्यो कि एप्सेलिङ गर्ने जिप लाइनिङ गर्ने क्याम्पिङ इभेन्टहरू चाहिँ हुन्थ्यो पहिला उहाँ चाहिँ हार्ट एट्याक भएर बित्नुभयो होइन रेस्ट इन पिस टु हिम आज नै पोस्ट गरेको सुरुमा त अनि 200-300 मिटर भएपछि त अनि कहाँ अनि चक्कर लगाइहाल्छ नि है तर त्यो हुन्छ नि त्यो पनि एउटा एजुकेसन हो क्या त्यो पनि अनि एक्सपिरियन्स होइन एक्सपिरियन्स अनि त्यहाँ त्यो डोरी सोडी हार्नेस अनि त्यो टेक्निक बेसिक टेक्निक सिकेपछि त अब हाइटसँग होइन क्रस चाहिँ डोरीलाई भयो क्या अनि त्यो ठिक छ भने चाहिँ अनि डर लाग्न छोड्यो डर अनि अलिकति कम भयो अनि त्यो सेफ्टी गियर लगाएको छ भने चाहिँ फेरि डरै नलाग्ने क्या त्यसरी घटाएको अनि अर्को एउटा एक्टिभिटी चाहिँ गरेको जाने एप्सेलिङ गरेर तल झर्ने अनि तल झरेर चाहिँ फेरि कोस्टरिङ भन्छ क्या पानीमा पौडिने आउने ब्रेक गर्ने अनि कोर्समा एकछिन हिँड्ने फेरि जाने गरेर चाहिँ पुइयोमा लगभग 2 किलोमिटर स्विमिङ गरेको थियो त्यतिखेर चाहिँ सिकेको थिएन फेरि तैरिन चाहिँ आउँथ्यो क्या फेरि अनि कहाँ 2 किलोमिटर त्यो गर्दाखेरि त हुन्छ नि होइन मसल पुरै क्राम भएर पुइयो बिचमा आउने बेलामा त तर त्यो गरिसकेपछि चाहिँ बल्ल कन्फिडेन्स चाहिँ आउँदो रहेछ क्या अनि समुद्रमा नि तर लाइफ ज्याकेट थियो एडभेन्चर एक्टिभिटिजले चाहिँ हाम्रो फियर चाहिँ मिनिमाइज गराउने क्या धेरै घटाइदिँदो रहेछ त्यस मलाई चाहिँ यो ओपन वाटर गर्दाखेरि चाहिँ धेरै फियर सँग चाहिँ डिल गर्ने एउटा हुन्छ नि त्यो ओपन वाटर स्टिल डर लाग्छ नि मलाई तलबाट त्यत्रो पानी हुन्छ के हो तल के हो होइन यसो सम्झेर ल्याउँदाखेरि कि अरूले त के अरू त केही हुँदैन नि त मेन रिक्स भनेको त सार्क होला होइन त्यो चाहिँ खासै सार्क छैन नि त हङकङमा होइन सार्क इन्फेस्टेड के अरे ओसन त होइन नि त तर पनि यस्तो डर लाग्ने के हो त्यो पानी मुनि के हो त्यस्तो खालको चाहिँ छ मलाई फियर स्टिल मैले त्यो ओपन वाटर सिक्दाखेरि चाहिँ स्विमिङको टेक्निक चाहिँ 20% ब्रिदिङ चाहिँ 80% त्यो चाहिँ धेरै सिकेँ अहिले विकल्प पनि भनेको त्यो के जस्तै अब ब्रिदिङ किनकि लङ डिस्टेन्स हान्नु पऱ्यो अब ओसनमा त्यो प्यानिक हुन्छ नि त अब तल के होला के आयो त्योहरू त होइन अनि त्यसमा चाहिँ ब्रिदिङ जस्ट सोही मेडिटेसन जस्तै हुन्छ स्विमिङ त प्योर मेडिटेसन नि यतिकै मेडिटेसन गर्न सकिँदैन स्विमिङ मेडिटेसन चाहिँ दामी हुन्छ त्यहाँ गएर चाहिँ शून्यता के जान मन लाग्यो त मलाई फेरि मैले धेरै भयो स्विमिङ नगरेको अहिले थाइल्यान्ड एप्याक भन्ने हुन्छ कि एसिया पेसिफिक के भन्छ यार एप्याक एसिया पेसिफिक त्यो चाहिँ ट्राभल एसोसिएसन हो क्या त्यो एकदमै पुरानो हो तर एकदमै एक्सपेन्सिभ खालको हो क्या त्यो त्यसको मेम्बरसिप उनीहरूलाई नि दिए 1000 USD 2000 USD त्यस्तो हुन्छ क्या त्यसको इभेन्टमा अनि ठ्याक्क स्विमिङ सिकेर गएको थाइल्यान्डको ब्याङ्ककमा दिनभरि एप्याक गयो अनि यताउति गऱ्यो अनि फेरि बेलुका होटलमा आएर पुरा स्विमिङ त्यो एक त्यहाँ होटलमा म्याक्सिमम् त त्यो तैरिने हुन्छ नि त अब चाहिँ पुरा ल्याप दिइरहेछ तर एउटा फर्ममा आइसकेपछि एकदम मजा आउँछ नि त्यो रिदममा कि तर त्यसको लागि चाहिँ जस्ट कन्सिस्टेन्सी चाहिन्छ रिस्टार्ट चाहिँ गर्नुपर्छ अब यो समरमा रिस्टार्ट गर्नु पऱ्यो ओपन वाटरमा चाहिँ 2-4 ट्रेनिङ गर्नुपर्ने छ ट्रेनिङ गरेर चाहिँ अनि तैरिन त यत्तिकै उत्तान्नु पऱ्यो तैरिन त मलाई पहिल्यैदेखि आउँथ्यो जस्तै हुन्छ नि थाक्यो भने प्यानिक भयो भने तर पक्का फ्री स्टाइल चाहिँ लङ फ्री स्टाइल त गाह्रै हुन्छ नि त्यो त गाह्रो हुनुभयो यस राजाले कतिसम्म त्यो रिभर्स पेको उसम्म जान्छ होइन के अरे त्यो फ्लोटिङ राखेको हुन्छ नि त्यहाँसम्म त मजाले गर्छ होइन अहिले त्यहाँ पुगिन्छ त्यहाँसम्म त जस ब्रेक लिएर कि जस के अरे एकैचोटि त्यो यस्तो हुन्छ राजा तिमी अब सुरुमै हुँदैन सुरु एटममै हुँदैन जस तिम्रो 2-3 एटम उतारे यता गरेपछि त्यहाँ एउटा युज टु हुन्छ नि बल्ल 3-4 14 नम्बर चाहिँ सरर पुगिन्छ
सुरुमा त प्रायः सबैलाई गाह्रो हुन्छ कसैले पनि सक्दैन सुरुमा त युज टु हुनु पऱ्यो पानी बुझ्नु पऱ्यो माहौल बुझ्नु पऱ्यो त्यही छ अनि के ब्याक टु टक्ला म्याक्स म्याक्स भोलि कस्तो खालको ओपनिङ हुन्छ भोलि एकदम सिम्पल ओपनिङ नथिङ त्यस्तो ग्रान्ड हुन त ग्रान्ड ओपनिङै हो त्यसको मतलब अब जस फुल फ्लेज सर्भिसमा गयो किचन फ्लोर रेडी भयो भन्ने खालकोमा तर इभेन्ट इट्सेल्फ इज भेरी चिल खालको आउने ड्रिङ्क गर्ने खाने जाने लाइभ ब्यान्ड छैन भोलि यत्तिकै जस आउने हेर्ने खाने सन्डे गर्ने स्याटरडे पो राख्नुपर्छ गुड क्वेसन त्यो मलाई थाहा भएन अब केही होला नि अब त्यस हेराउनेले अब हुनसक्छ पण्डित बाजेले हुनसक्छ अब मैले क्वेसन अलिकति कुरो नबुझेको चाहिँ जस्तै यो हङकङमा अहिले एफएनबी इन्डस्ट्री चाहिँ अलिकति डाउन साइडमै छ होइन भन्ने चाहिँ जताबाट नि सुनिरहेको हुन्छ यस्तो गाह्रो छ गरेछ अनि ब्याक टु ब्याक दुइटा अनि कसरी हाउ त्यो चाहिँ एकदम अघि त्यो हामी साइमन स्क्विबले नि भनेको थियो क्या के अरे अघि फर्स्ट सेसनमा चाहिँ के अरे हाउ यु के अरे कुनै कुरा गर्न सक्छ र गर्न सक्दैन भन्ने जस्टिफाई चाहिँ कसरी गर्छ आफूले आफैलाई भन्ने कुरा गरेको थियो कि अनि त्यो न्यारेटिभ त्यही छ नि त अहिले गाह्रो छ एफएनबी विच इज ट्रु अहिले सबै लेगेसी एफएनबीहरू रेस्टुरेन्टहरू बारहरू क्लोज डाउन धेरै नै भइरह तर एट द सेम टाइम किन भइरहेछ त भन्दाखेरि चाहिँ तिनीहरू भनेको चाहिँ 10-15 इयर्सको त्यो पहिलाको न्यारेटिभमा चलेको बारहरू छ क्या इस्टाब्लिसमेन्टहरू त्यो भनेको चाहिँ ओके पहिला हङकङ जुन एउटा अलि स्पेन्डिङ पावर धेरै थियो होइन अब हजुरको त्यो भ्यालु फर मनी नदिए पनि चल्ने खालको रेस्टुरेन्टहरू हुन्थ्यो नि तिनीहरू चाहिँ अब त्यो रेस्टुरेन्टहरू इस्टाब्लिसमेन्टहरू चाहिँ क्लोज भयो कि किन भन्दाखेरि अहिले त मार्केट एकदमै चेन्ज भइसक्यो नि त अनि कन्ज्युमरको बिहेभियर नि टोटल्ली चेन्ज भइसकेको छ क्या तर अब त्यसलाई चाहिँ अब लेगेसी 10-15 वर्षको एफएनबी ब्रान्डले चाहिँ त्यो एडप्ट गर्न चाहिँ टाइम धेरै लाग्छ क्या अब त्यसमा एडप्ट नभएर चाहिँ क्लोज डाउन हुने हो होइन तर अहिलेको कन्ज्युमरको सेन्टिमेन्ट बुझ्नुभयो अनि तिनीहरूले के चाहन्छ भनेर बुझ्यो भने चाहिँ अहिले एकदमै झन् चान्सेसहरू धेरै छ कि नयाँ इन्भाइरोमेन्ट नयाँ कस्टमर अनि नयाँ बिहेभियरलाई बुझ्यो भने चाहिँ देयर स्टिल लाइक लट अफ चान्सेस अनि अहिले चाहिँ कस्तो छ भने चाहिँ अलि मान्छेहरूले चाहिँ त्यो भ्याल्यु फर मनी खोज्छ क्या अहिले जस्तो अब मैले $100 खर्च गरेँ भने चाहिँ मैले $100 को भ्यालु पाएँ कि पाएन भनेर एकदम भ्यालु कन्सियस छ क्या अहिले चाहिँ जुन अब 5 वर्ष अगाडि चाहिँ थिएन कि ओके हल्का मिसह्याप होइन खाना हल्का त ठिकै भयो पनि सर्भिस ठिकै भयो पनि होइन इट्स ओके होइन $100 इज फाइन भन्ने मेन्टालिटी हुन्थ्यो तर अहिले भनेको चाहिँ $100 स्पेन्ड गऱ्यो भने चाहिँ दे विल सिक होइन 150 को चाहिँ मलाई भ्यालु चाहियो भन्ने खालको किनकि अब सेन्जेन पनि ओपन भयो उता होइन क्रस बोर्डर गयो धेरै भ्यालु फर मनी त उता पाउँछ नि त तर अब यहाँ त्यो प्रोभाइड जसले गर्न सक्यो भ्यालु फर मनी स्टिल छ क्या हङकङमा चाहिँ तर त्यो चाहिँ माइन्डसेट चाहिँ हल्का चेन्ज चाहिँ गर्नुपर्छ होइन किनकि हल्का इन्टाइटलमेन्ट जस्तो नि भयो क्या हङकङको अपरेटरलाई होइन के हङकङ होइन अब त्यो अनि त्यो ब्लेम पनि भइरहेछ कि अहिले कस्टमरलाई स्पेन्ड गर्दैन यिनीहरूले त्यो छ तर अब इट इज वाट इट इज अहिले इन्भाइरोमेन्टै चेन्ज भयो नि त अहिले होइन कस्टमरै चेन्ज भयो नि त सो त्यसमा एडप्ट गर्न नसक्नु त फेरि आफ्नै गल्ती भयो नि त होइन कस्टमरलाई ब्लेम त गर्नु भएन नि त सो त्यो गर्दाखेरि त्यो नि एकदम ठिकको कुरो मन ठ्याक्क जस्तो हुन्छ नि अहिले काम छैन मान्छेहरू अनइम्प्लोइड छ भन्ने कुराहरू चाहिँ बिचमा निकै एकदमै हाई थियो अहिले चाहिँ अलिकति कम सुनिरहेछ त्यो भनेको चाहिँ इन्कम कम हुनु हो नि त नेपाली कम्युनिटी अब म नेपाली कम्युनिटी बेसको हिसाबले गर्दाखेरि तर मेरो टुर प्याकेज त 10 टाइम्स बढी भइरहेछ होइन बाहिर चाहिँ जहिले पनि डिस्करेजिङ कुरा हो नि
अनि त्यसपछि चाहिँ मैले होइन तिमीहरू इनोभेटिभ नभएर होला भनेर डाइरेक्ट भन्नु त मिलेन होइन कन्सटेन्ट इनोभेसन नै कस्टमरको हुन्छ नि जस्तै कन्ज्युमरको पर्सेप्सन अनुसार एडप्टेसन त चाहियो भेरी इम्पोर्टेन्ट तर त्यो चाहिँ गाह्रो छ कि दाइ फेरि त्यो त एकदम गाह्रो एकदम इनोभेसन होइन त्यो एडाप्टेसन त्यो भने जतिको सजिलो चाहिँ छैन कि फेरि सजिलो छैन अलिकति क्रिएटिभ हुनु दुःख छ म त्यही भएर त हुन्छ नि यो जस्तै यत्रो वर्ष सेम फिल्डमा गऱ्यो कस्तो छ दामी छ है घुमेछ बसेछ 7 पेनफुल इयर्स के कम त गाह्रो छ होइन यता गर उता गर कहिले के भइरहेको हुन्छ कहिले क्यास फ्लो म्यानेज नभइरहेको हुन्छ घरि लास्ट मोमेन्टमा चाहिँ नयाँ पोलिसी आएर सबै टुरै क्यान्सल गर्नुपर्ने हुन्छ होइन त्यस्तो चिजहरू त अनि त्यो हुन्छ नि अब सेम चिज भन्दाखेरि चाहिँ हुन्छ नि कन्टेन्ट फेटिक हुन्छ नि त्यो खालको त्यस्तोहरू भएर अब एड रन गर्दाखेरि नहुने त्यो भएर कम त टेन्सन हुन्छ अनि मेसेज आएन आज दिनभरि मेसेज आएन म अस्तितिर 200जनासँग बोल्थेँ खै त मेसेजै छैन अब त लिड त लिनु पऱ्यो नि त होइन त्यसले गर्दाखेरि चाहिँ लर्निङहरू तर अहिले चाहिँ एकदम वर्ल्डमै अनसर्टेनिटी धेरै भयो कि यो अब जुन पहिला एउटा साइकल हुन्थ्यो नि होइन अब एउटा ठ्याक्क आइसकेपछि चाहिँ एउटा कुनै भनौँ न रुल या पोलिसी आइसकेपछि ओके फर 5 years 10 years त्यही हुन्थ्यो नि त तर अहिले त अब हेर्नु न हरेक दिनै चेन्ज भइरहेको कि अहिले एभ्री डे अब होइन अब कहाँ के भइरहेछ कहाँ बम्बिङ भइरहेछ कहाँ होइन कुन देशले कुनलाई होइन ओभरटेक गरिरहेछ होइन त्यो एकदम अनसर्टेन इन्भाइरोमेन्ट छ त्यही भएर एकदम च्यालेन्जिङ पनि छ त्यो इनोभेसन भन्ने बित्तिकै यत्तिकै त्यो म्याजिक स्विच नि हुँदैन होइन इनोभेसन यताउति गर्ने चाहिँ हामीले गर्ने कुरो भयो के अरे होइन तर माथि पोलिसी लेभलबाट नै इम्प्याक्ट हुने चाहिँ हाम्रो कन्ट्रोलमा हुँदैन क्या अनि त्यही नै अनसर्टेनिटी भइरह नि त अहिले चाहिँ त्यो चाहिँ कसरी डिल गर्नु भइरह इन टर्म्स अफ माइन्डसेट अब त्यो लाइक डे टु डे त आफ्नो ठाउँमा छैन इन टर्म्स अफ माइन्डसेट चाहिँ माइन्डसेटमा चाहिँ अब मैले चाहिँ कस्तो सोध्छु भने एभ्री प्रब्लम हेभ अ सोल्युसन होइन अब भन्ने सोच्ने भएकोले गर्दाखेरि चाहिँ अलिकति काम नै छु कामले डिल गर्छु म चाहिँ अनि धेरै चिजहरू अब भन्न मन नलागिरहेको हुन्छ नि त यस्तो भयो उस्तो भयो भनेर अब क्लियरली इन्फर्मेसन दिनु पऱ्यो यस्तो भयो अब के गर्ने हाम्रो कन्ट्रोलमा थिएन त्यस्तो खालको हुन्छ नि डाइरेक्ट कम्युनिटीसँग चाहिँ त्यसरी डिल गर्ने अब सप्लायर हुन्छ नि यताउतिमा चाहिँ पेमेन्ट टर्म्सहरू अलिकति फ्लेक्सिबिलिटी गरिदिनु पऱ्यो होइन त्यसरी नै मेन्टेन गरिरहेको छु नत्र भने त अनि प्यानिक हुन्छ नि म चाहिँ अलिकति उस छु क्या के अरे अलिकति एनी टाइम काम चाहिँ त्यो चाहिँ किप के अरे युके एसिसी पढ्दाखेरि चाहिँ किप काम एन्ड क्यारी अन समथिङ के थियो यार किप काम एन्ड स्टडी कि समथिङ त्यस्तै समथिङ के थियो क्या त्यो चाहिँ मैले मेरो बिहाइन्ड द उसमा चाहिँ जहिले पनि त्यो हुन्छ क्या अहिले त्यही भएर जति कुरा हुन त अब अनुभव पनि हो धेरै एक्सपिरियन्स भइसकेपछि चाहिँ इजिली लिने उस हुन्छ अनि त्यही भएर इभन टुरमा जाँदाखेरि पनि हुन्छ नि मान्छेहरू ढिलो आउने ताउति के अरे मेरो आफ्नो डायलगै बिर्सेँ हेर अनि त्यही होला त किप काम एन्ड अर्को छ कि नेपाली छ क्यारी नातिकन छिटो हिँड्नुहोस् है भन्ने कि अलमोस्ट इथोस चाहिँ सेमै हो इथोस सेमै हो नातिकन छिटो खानुहोस् नातिकन छिटो खानुहोस् नातिकन छिटो हिँड्नुहोस् ऊ त्यहाँ फेरि अर्को भ्याउँदैन छिटो काम गर्नु ठ्याक्क त्यो चाहिँ हो फेरि मेन चाहिँ नातिकन छिटो काम गर्नु नाति जस्तो देख्नु तर बिहाइन्ड द माइन्ड सेट हुन्छ नि माइन्ड त्यो हिसाबले डिल गरिरहेछ त्यसरी नै डिल गरिरहेछ फ्रन्ट फेसमा चाहिँ अब कताबाट सरी भन्नै पर्ने हुन्छ अब सरी अब यस्तो भयो भनेर अब आफूले डाइरेक्टली गल्ती त गरेको छैन नि त तर पनि सरी अब तपाईँहरूलाई दुःख भयो त्यस्तो चिजहरू हुन्छ नि हम्बलनेस हुन्छ नि ग्रेटिट्युडहरू त्यो हुन्छ नि त्यो खालको चाहिँ गर्ने अनि अरू बिहाइन्ड द बिजनेस पार्टमा चाहिँ अब स्ट्रिक्ट हुन्छ नि त यसो हो भनेर अब अलिकति फ्लेक्सिबिलिटी चाहियो होइन त्यस्तो चाहिँ हुन्छ त्यसरी नै मेन्टेन भइरहेछ जस ल यो ओके जान जाँदै कति भयो 1 घन्टा क्रस भइसकेको छ हो ठिक छ
अब यो हाम्रो सेकेन्ड एपिसोड पनि फेमिलियराइजेसनमै हो गाइजहरू होइन गाइजहरू के अरे पाइलट एपिसोड भन्दा पाइलट एपिसोड्सहरू नै हो होइन पाइलट एपिसोड के त्यो भने त्यो भनेको चाहिँ तिम्रो सफ्ट लन्च सफ्ट लन्च जस्तो ए सफ्ट लन्च सफ्ट ओपनिङ भइरहेको ग्रान्ड ओपनिङ अझै भएन सफ्ट ओपनिङ यो ग्रान्ड ओपनिङ अझै भएन होइन ग्रान्ड ओपनिङ माइक ट्रिप पोडकास्टको 4th एपिसोडतिरबाट हुन्छ होला 3rd एपिसोडसम्म चाहिँ हामी नर्मली हुन त हाम्रो स्ट्रक्चर यस्तै नै हो होइन रिल्याक्स वेमा चाहिँ अलिकति डिपमा कुरा गर्ने हो होइन अझ रिफाइन हुँदै जान्छ हाम्रो नयाँ गेस्टहरू नि आउँदै जोडिनुहुन्छ होइन अनि त्यसले गर्दाखेरि चाहिँ कन्टेन्टहरू डिफ्रेन्ट टपिकमा चाहिँ हामी गर्छौँ आजको यो सेकेन्ड एपिसोडमा चाहिँ यस्तै के अरे समसामयिक विषयवस्तुहरूमा जोड दिएका छौँ होइन जोड दिइरहेका छौँ जोडिरहेका छौँ भन्दै हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला अब यो भन्नै मन लाग्दैन कि नर्मली तर भन्नु त पर्यो नि त त्यो त भन्नु पर्यो लाइक सेयर एन्ड सब्सक्राइब लाइक चाहिँ मन पर्यो मात्रै गरिदिनुहोस् मेन चाहिँ सब्सक्राइब गरिदिनु होला अनि हामीले चाहिँ हङकङमा भएको समसामयिक विषयहरू र हङकङमा चाहिँ हाम्रो हट टपिक्स अनि हाम्रो नेपाली समुदायलाई चाहिँ अलिकति अपलिफ्टिङ गर्ने खालको विषयहरूमा चाहिँ हामी यसरी नै आनन्दले प्रस्तुत गर्नेछौँ नमस्कार धन्यवाद कस्तो मिठो क्लोजिङ भयो नआतेर चाड नआत्तिकन छिटो गरेर जस्तै काम गर्दाखेरि नि म काम गर्दाखेरि हुन्छ नि तपाईँहरू नि नातिकन बिस्तारै हेर्नुहोस् नातिकन सबै सुन्नुहोस् नातेर छिटो सब्सक्राइब गर्नुहोस् ल थ्याङ्क यू सो मच ल भेटौँला तेस्रो श्रृङ्खला के भन्छ श्रृङ्खला ल सी यु गाइज